आलु निम्की त अब 50 बाटै सुरु छ फिक्स हो आलु निम्की अनि चटपट चाहिँ अब कोही अब पैसा कम्ती लिएर आएको या बहुत कम्ती खाने व्यक्तिहरूलाई चाहिँ 30 सम्म गर्छु न त्यहाँबाट चाहिँ न त 50 गर्छु मैले जुन कुरो म खानु मिल्छ र मैले खान्छु त्यो वाला मात्रै म सेल गर्छु फेरि जुन म खान मिल्दैन म खाँदिनँ त्यो चाहिँ सेल गर्दिनँ अब विदेशमा अब कमाइ नभए होइन महिनाको 70,000 भनेको नर्मल एउटा व्यक्तिहरूको लागि चाहिँ दामी सेलरी हो अनि त्यति धेरै पैसाहरू कमाउँदै गर्दा पनि तर मलाई नेपाल नै आउन मन पर्यो किन भन्दाखेरि सबै जवानहरू चाहिँ विदेश गएको देखेँ धेरै ट्यालेन्ट भएको धेरै राम्रो क्षमता भएको व्यक्तिहरू पनि तर ती व्यक्तिहरूमा चाहिँ नेपालमा केही गर्न सक्ने क्षमता थियो धेरै तर ममा पनि त्यो भित्र खालको त्यो विचारहरू थियो नि तर मैले चाहिँ सोचेँ 2 वर्षको एग्रिमेन्ट थियो तर 2 वर्षको एग्रिमेन्ट मैले 1 वर्षमै क्विट गरेर अनि नेपाल आएँ 1 वर्षमै सकेर रिजाइन हानेर आएँ म अनि आज नेपालमै गरिरहेको छु अनि राम्रो भइरहेको छ गऱ्यो भने गर्न सकिँदो रहेछ नेपालमै चाह्यो भने गर्न सकिन्छ अनि हाम्रोमा चाहिँ ओन्ली चटपट मात्रै नभएर हामीसँग चटपटै 2-3 आइटमको पाइन्छ चिकन चटपट चाहिँ कति अर्डर अनुसार मात्रै गरिन्छ न त नर्मली हाम्रो चिकन आइटम हुन्न खासै तर अर्डर आयो भने चाहिँ बनाउँछौँ साथै अनि गिलो चटपट अनि ड्राई चटपट अनि आलु निम्की बनाउँछौँ साथै हामी करेन्ट चाउचाउ बेच्दैछौँ अनि अब कति कुराहरू त हाम्रो क्यान्टिन नजिकै भएको कारणले गर्दा बाहिरी कुनै फुडहरू पनि हामीले बेचिरहेको हुन्छौँ हामी कहाँ चाहिँ फेरि गर्मीलाई पनि ध्यानमा राखेर गर्मीमा पनि मान्छेहरूलाई अब चटपट खान्छन् साथै गर्मी त्यत्तिकै हुँदैन आइसक्रिम धेरै शीतल बनाउँछ भने मान्छेले आइसक्रिम पनि डिमान्ड हुन्छ त्यही मैले हामीले एकदम बेस्ट आइसक्रिम पनि राख्छौँ हाम्रो चाहिँ लोकल ब्रान्ड होइन हाम्रो चाहिँ एकदम दामी छ यो ब्रान्ड कस्टमरको फिडब्याक कस्तो आइरहेको छ रिस्पोन्सहरू अब जति पनि कस्टमरहरू चाहिँ आउँछन् कतिले फर्स्ट कुरो त तपाईँको स्माइलै दामी छ भन्छन् अनि स्माइल जस्तो त्यो भन्दा दामी झन् चटपट भन्छन् अनि भन्छन् धेरैले अन्त त भुजा मात्रै घोलेर दिन्छ तपाईँले चाहिँ दामी दिनुहुन्छ मिठो पनि टेस्टी पनि हेल्दी टाइपको पनि जङ्क फुडै भने तर टेस्ट फरक छ दामी छ भन्छन् त्यही हो मिठो छ एकदम दामी छ राम्रो सार्दा कस्तो लाग्यो सोधेर भन्छु सोचेर भन्छु मम्मीलाई सोधेर भन्छु मतलब त्यस्तो टेस्टमा कस्तो लाग्यो के हुनुपर्ने थियो कि राम्रो छ ठिकै छ चटपटी मन पर्यो कि आलु निम्की मन पर्यो दुइटै